मान्छेले गाजोक जान लाग्यो अब हामी चाहिँ घाटचोकबाट अब खुमै डाँडाको लागि यता माथि जाँदैछौँ है अफ रोड बाटो है भ्यू एकदम राम्रो छ मौसम पनि एकदम राम्रो होस् हामी गर्नेछौँ आजको हाम्रो राइड स्कुटी छ अहिले 8 बजे छ 8 बजेर 10 मिनट भइसक्यो अरे है Russian stick. Welcome to Saripaka village. घरमा रहेछ राख्ने सब बाटो बाटो त टाढा स्टिक बिग्रियो हाम्रो यता हेर्नुहोस् त यता साइडमा क्यामेरातिर थ्याङ्क यू ल हेरिदिनु भएको बाटो यो भन्दै पऱ्यो यस्तो है हजुर तपाईहरु जानु पर्यो है चिया खानु भयो हजुर खाना खाइ जहाँ भगाउँछ त्यही खाने लक भएन है स्टिक राख्दिनँ कि फ्यालिदिने हो हामी हिँडेको 1 घन्टा हुन लाग्यो लगभग अहिले हामी नोवेयर कहाँ छौँ जङ्गलको बिचमा सुनसान जङ्गल कोही छैन यस्तो साङ्ग्रो बाटो छ अगाडि मिस सविता हिँडिराख्नु भएको छ
1.5 घन्टा हिँडेपछि एउटा बल्ल एउटा घर देखियो है। उफ वाट अ रिलिफ। त्यो घरबाट कसले हेरेको सोह्र सेकेन्डको त्यो भिडियो जस्तो जिन्दगी भएर चुत्रा खोलेर रहेछ यहाँ यस्तो राम्रो। दा यो ठाउँको नाम चाहिँ के अरे? टुकुले टुकुले टुकु टुकु। अहिले हामी टुकु डाँडामा अब चिया नास्ता भाइ। टुकु हिल चिया नास्ता गरेर बस्दैछौँ है। यस्तो थपिक मान्छे यहाँ। हामी टुकुबाट 10:30 बजी हिँड्यौँ है नास्ता गरेर। हामी जाँदैछौँ राइजुमा। ठाउँ बिरानो भयो। उहाँले बाटोमा मोस्टेरा देख्नु बाटो आइन्छ हामी माइट बी। जङ्गली मोन्स्टेरा हो कि यो त मुख पऱ्यो। भोलि लिन आयो भयो त। अहिले नजाऊ भन्दा भन्दा हामी जाने। हजुर मलाई दोष लाग्यो। That's not good. नाच्दै एकचोटि भन्यो। के हो? हामी हिँडेखर गई। अहिले भ्यू चाहिँ सबै गइसक्यो। नो इन्ट्री बियर जोन रे। यता हेर्नु भाइ। अहिले हामी हिलेखर्कबाट हिँडेको आधी घन्टा भयो। ठाडो उकालो रहेछ है। एकछिन यसो बसेको निम्बु पानीका साथमा। ल अहिले हामी चिचिमले अब 25 मिनट रहेछ। कस्तो फिल भइरहेछ? टायर्ड?
खर्कबाट चिचिमले लगभग 1-1.5 घन्टामा अहिले सिमले कस्तो भइरह म त खासै थाकेको छैन यो थाकिसक्यो है म त खासै थाकेको छैन अब हामी रेस्ट क्याम्प जाँदैछौँ है यहाँबाट के रे ठाउँको नाम यो अहिले हामी चिचिमलेबाट अब हिँड्दैछौँ है अहिले टाइम कति भयो त 12:51 भयो अब हामी यहाँबाट अरू निकाल्न के खाने रहेछ अनियन हामी 1 घन्टामा देउराली आयौँ है देउरालीमा छौँ है तल हामी कहाँबाट आएको रे हामी चिचिमलेबाट चिचिमले चिचिमलेबाट यहाँ 1 घन्टामा आइयो अब अझै 3 घन्टा छ खाजा खानुभयो यता हेर्न हामी देउरालीबाट हिँडेको 50 मिनट हुन लाग्यो अन द वे छौँ सुनसान छ तर अझै पनि तल मान्छेहरू चाहिँ आउँदैछन् है हामी अब अर्को डेस्टिनेसन तर्फ लागिरहेको झन् साँग्रो बाटो हिँड्दो रहेछ नि त खचड्ने भेडा होइन भेडाको बच्चाहरू रहेछन् है त्यो कुकुर रहेछ जहाँ डर लाग्यो क्युट देउरालीमा हुँदाखेरि 2 बजे थियो अहिले चाहिँ 3 रेस्ट क्याम्पमा आउँदाखेरि चाहिँ लगभग कति 3:30 होइन 3:30 जस्तो बजे जस्तो छ 3:15 चाहिँ यहाँ आयौँ है भ्यू यहाँबाट यस्तो दामी छ आकाश पनि एकदम राम्रो देखिएको छ है चिसो छ हावाहरू लगाइराखेको छ
यो साँड रहेछ क्या हामी रेस्ट क्याम्पबाट 3:50 हिँड्यौँ है। अब हाम्रो प्लान आज खुमै डाँडा नै बस्ने भयो, त्यही भएर आनन्दले जान लाग्यो। अहिले अलिकति जाडो बढ्यो, तुयालो लागेको छ है, अहिले मजाले रेस्ट क्याम्पबाट अब हामी हिँड्दैछौँ है। एउटा उकालो उक्लिएर आउँदैछ नि कबला नारी। यता हेर्नुहोस् तबला नारी, थाक्नुभयो? कति थाक्नुभयो? साह्रो भएको छैन? त बोकाले खान्छ नि त। बोकाएको छैन, बोकाले खान्छ। नाच्देऊ न त एकचोटि। नाच्देऊ। ठ्याक्कै 5 बज्यो। हामी लगभग अब 10 मिनटको उकालोमा चाहिँ अब खुमै डाँडा हिँड्छ। भ्यू अहिलेको ल अब हामी लगभग 5 बज्यो। अब हामी खुमै डाँडा लगभग आइसक्यौँ है। अबको 10 मिनटको उकालोमा खुमै डाँडा आउँछ। हेर्नुहोस् यहाँको भ्यू। ल एक्ज्याक्टली 5:50 चाहिँ हामी खुमै डाँडा आयौँ है। रमाइलो भयो। त्यति साह्रो गाह्रो अप्ठ्यारो भनिरहन्छ हल्का। खुमै डाँडा आउने बेलामा चाहिँ हल्का अलिकति गाह्रो अप्ठ्यारो जस्तो लाग्दो रहेछ, नत्र चाहिँ रेस्ट क्याम्प पछि अलिकति गाह्रो रहेछ, नत्र चाहिँ एकदम आनन्दले आयो है। फाइनल्ली खुमै डाँडा। डाँडामा पुग्नु पर्यो। चलिरहेछ। अब चाहिँ हिमाल खुल्दै आएको छ, त्यही भएर जाडो हुँदै आएको छ। हिरो के को चाहिँ त्यो के खुमै डाँडा हो। हामी यहाँबाट कुर्सन जाँदैछौँ। हामी हिँडेको 15 मिनट जति भयो। 5:30 हुन लाग्छ। त्यहाँबाट 5:15 हिँडेको। यहाँ चाहिँ भेडी कोर्स रहेछ।
माछा बसी यता रहेछ यहाँ भेडाहरू चढिरहेको कस्तो मजाको भेडाहरू छन् म देखाउँछु भेडाहरू सौँसे हुँदै आएछ के छ कस्तो छ ठिक छ ठिक छ त भन्ने हो तर हामी एकदम टायर्ड छौँ है बसेको भ्यू हेर्नु के रमाइलो के अरे कोर्छन् ल पुरै माथि यो डाँडा हो कोर्छन् नाइट भ्यू फ्रम डाँडाबाट माथिको भ्यू है नाइट भ्यू इभिनिङ भ्यू डाँडाबाट हिँडेको लगभग 1.5 घन्टा होला अहिले नाइट भ्यू है पुरै अन्धकार भइसकेको छ कस्तो भइरहेको अन्धकारमा लाइट बाल्दै टर्च बाल्दै हिँडिरहेको छ ल स्टेसन कहाँ है के अरे कोर्चाङ खुट्टाले पुग्ने नै भनेर डार्क ल अहिले 18:38 भनेको 6:38 मिनट गयो अहिले हामी राति अहिले अब यहाँ चाहिँ कोर्चन पुग्न 25 मिनट लिएछ भनेको लगभग 30 गर्दाखेरि ठिक्क 7:05 तिर पुगिने रहेछ अब कोर्चन चाहिँ रातारात हिँडेर आयो 25 मिनट कहाँ आयो रे कोर्चन आइयो कुम्बिडाँडाबाट 2 घन्टा लाग्दो रहेछ अहिले ट्याक्क 7:03 भएको छ हामी अहिले कोर्चन पुग्यौँ अन्धकार छ पुरै है अहिले लाइट देखाइएछ उनीहरूलाई यसलाई त मैले अर्को मनबाट वर्थ इट राति भयो नि अब आइयो होइन नो रिग्रेट्स कोर्चन आयो है होटेलमा गएर बस्नु छ है केही फिक्स छैन कस्तो लाग्यो कतिको थाकिछस् त हो त कति थाकिछस् त नि अब त्यहाँ होटेल छ जस्तो छ त्यहाँ अब त्यहाँ गइन्छ होला है ल वर्थित भयो अब यता आउने कि नआउने भन्ने थियो आइयो ल भोलि बिहानै हिँड्नुभन्दा अहिले जानु ठिक हुन्छ आइयो रमाइलो भयो ल नमस्ते तसितले Japan'ın geçiminin udamı. Yüz getiriyor. खोइ त गाउँ खोइ त अनि गीत पनि आउँदो रहेछ तिमी गाइदेऊ न मोडर्नवाला पानको पुरानो पानको
त्यहाँ सकिएको होइन early morning view from कस्तो Kursan. Oh, finally Kursan morning view. Hey, sunrise. हेर्न छौँ हामी बधाई छ टाइममा बिहान 6 बजेको छ है किन छ भने सनराइज भनेको हामीले हेरिसकेका छौँ कि बिहान ल है कोर्सनको मर्निङ भ्यू सनराइज भएर नि अब सन फुल्ली राइज भइसकेको छ यी यता हिमालहरू राम्रो देखिएको छ माछा त्यो मार्दै भनेर दिनु बसेको होटल है कोर्सन भ्यू पोइन्ट हिजो बेलुका बेलुका आएर खासै युज गर्नु पाएन होटल सम्झौँ कोर्सन भ्यू पोइन्ट हो नि यो हामी बसेको यहीँ हो यहाँबाटको भ्यू भनेको यता हल्का बादल बादल यतातिर चाहिँ बादल लागेको जस्तो छ के भ्यू चाहिँ यतातिर हिमालहरू चाहिँ सबै क्लियर छ क्लियर देखिएको छ राम्रो छ यता यता हिमालहरू पनि माछापुच्छ्रे सबै राम्रो देखिएको छ है यसमा देखाउँछु
ल अहिले अब 8:40 भयो। अब हामी कुर्चुनबाट अब घर फर्किँदैछौँ है। यही हो भ्यू भनेको, यही हो है। यही हो भ्यू। अब हामी घर फर्किँदैछौँ। फोटो खिचेर भ्यायौँ। अब चाहिँ तल खुमै डाँडा पुग्नुपर्छ। घुमिँदै हुँदै अब तल अब हामी तल झर्दैछौँ। चाहिँ घाँचोक गर्दा गर्दै घर पुग्नुपर्ने हुन्छ। See you Kurcun till next time. Ciao. एक घन्टामा हामी खुमै डाँडा आयौँ है। कस्तो भइरहेछ वहाँ डाँडा। अहिले त सब बादल देखेको त्यो माथि डाँडाबाट आएको। होप सो। अहिले चाहिँ खुमै डाँडामा है। तिमी हेर्नुहोस् म जान्छु त्यसो। अहिले हामी रेस्ट क्याम्प पुग्यौँ है। यो 1 घन्टामा रेस्ट क्याम्प। त्यहाँबाट कता रे चिचिङ। उयो त बहिनीहरू नि आइसकेको ल अहिले हामी 12:40 देउराली। फाइनल्ली हामी चिचिमले आयौँ। 1:08 भयो। चिचिङ आइयो। 1 घन्टामा आयौँ क्या। 1 घन्टामा हामी चिचिमले पुग्यौँ रे आयौँ। अब चाहिँ हिलेको बालो। ओके बाई। आइयो ल हिँड्नु। अझै 2टा स्टप पछि बल्ल हाम्रो डेस्टिनेसन आउँछ है। ल अस्ति हामी हिजो हामी जाने यहीँ बसेर चिया खाएको थियौँ एकचोटि। ल सिक्किमबाट 45 मिनटमा हामी हिले खर्क आइयो है। यता चाहिँ लिएर छ यता आइज न मोस्टेर हुन्थ्यो है। प्लान्ट लभर। Life of plant lover in the middle of the jungle. यता हेर त हिँड। ल फाइनली 2:40 भयो। हामी चाहिँ हुन्छ दाइ। हजुर पनि जाने तलतिर। ए ल त्यसपछि आज हाम्रो प्लान चाहिँ अब तातो पानी जाने भनेर प्लान छ क्या। त्यही भयो हामी सुरुमा आएर है त। अब घाँचो गएपछि फेरि दिल तो बच्चा है।
3:07 अब हामी यहाँ के अरे यो टुबुबाट लेट्स गो टुबु बाई बाई टुबु बाई बाई भन् तैँले फाइनल्ली स्कुटर भएको ठाउँमा आयौँ इस साइड हटिदिनुहोस् न प्लिज यसो हटिदिनुहोस् न क्युट घाँस खालै बाख्राले तिम्रो प्लान खाइदिएन आज हाम्रो चाहिँ अब यही बिचमा बस्यो यो मर्दी खोलाभन्दा अलि यता मङ्की हिल एन्ड रेस्टुरेन्टमा बस्यो है यो रुम राम्रो रहेछ अहिले हामी यो कुन ड्रिङ्क खाँदैछौँ है चियर्स कस्तो फिल भइरहेछ सुविधा कस्तो फिल भइरहेछ थकित घर जानु मन लाग्छ हामी चाहिँ खाना खान जान लागेको मङ्की हिल्स भन्ने ठाउँमा हो फेरि आज हामी इन्टेरियर डिजाइन जस्तो छ अब हामी चाहिँ ब्रेकफास्ट गरेर घर जाँदैछौँ है अब हामी जान लाग्यो घर मोन्स्टरलाई देखाउँदै एकचोटि मोन्स्टर अझै बाँचिरहेको छ एकचोटि त फर्केर अब हामी मङ्की हिलबाट अब घर जाँदैछौँ है ल यहाँ पसियो अहिले हामी मर्दी खोलामा यो मर्दी धान्दु खाजाबाट माछा लिन आएको छौँ है 1 किलो माछा ल हामी भर्खरै घर आएर चाहिँ अहिले चिया खाँदैछौँ है अहिले 11:30 बजेको छ This is our trekking vlog.